नमस्ते एन्ड वेलकम तथा स्वागत छ तपाईहरुलाई मेरो सानो भिडियोमा। आज चाहिँ शिवरात्रिको दिन फागुन 3 गते हामी गुल्मी जिल्लामा पर्ने त्रिवेणी भन्ने ठाउँको एक शिवको मन्दिरमा आएका छौं। यहाँ पूजा गर्ने कार्यक्रमहरु चलिरहेको छ। उहाँ दिदीहरुले पूजा गर्दै हुनुहुन्छ भने म यही बसिरहेको छु। म अब मेरो पनि पूजा गर्ने पालो आउँदैछ। अब त्यहाँ शिवको मन्दिर रहेको हुन्छ, यहाँबाट देख्न गाह्रो भइरहेको छ। के समयमा हामी त्यहाँ पनि गएर पूजा गर्नेछौँ। त्यहाँ चाहिँ माता हुनुहुन्छ, उहाँ पनि पूजा गर्न आउनु भएको, हामी उहाँसँगै आएका छौँ। अनि यहाँ चाहिँ परापूर्व कालदेखि नै गणेश भगवानको उत्पत्ति भएको मानिन्छ यो खोलामा। अनि यो ढुङ्गामा सेम गणेश भगवानको आकृति आकार रहेको स्थानीयवासीहरू तथा यहाँको जान्ने व्यक्तिहरूको भनाइरहेको छ। अनि आजको दिन हजुरहरूको पनि सुखमय रहोस्, भव्य रहोस्, हजुरहरूलाई पनि शिवजीले आशीर्वाद दिनुहुन्, भगवानको पूजा गरौँ। हस्त धन्यवाद, बाई, अरू फेरि भेटौँला।